ठुलै चित्त रहेछ त चित्त ठुलै रहेछ त टोक्या हो टोक्या भए त उलाउनु पर्छ है के गर्ने यसलाई बोरामा हाल्नु हो बोरा एउटा ठुलो ल्याउनु त बोरा च्यात्छ नि फेरि बोरा नच्यात्ला खुट्टा बाँधेर गरेपछि जिउँदैछ जिउँदै रहेछ है जिउँदै रहेछ है खुट्टा छोड्नु नै खुट्टा छोड्नु है खुट्टा छोड्नु क्या हो कुकुर बानी साङ्लो क्या साङ्लो कस्तो गनाएको यार भाइ गाडीले कस्तो गनाएको है गाडी होइन बाइकमा ठोक्यो बाइकमा ठोकेछ मान्छे यहाँदेखि घोटेर गएको बाइक हो पल्टे बाइक त्यसरी होइन कहिले नियाले उरेछ नियाले भएको के चित्त नै हो हरानी हुन्छ नि फेरि त्यो भएन कहाँ हुन्छ हो र यो खुट्टा छोडा पछाडि शान्त भाइ उदास छ क्या के भन्छ नियाले चित्त निगाले चित्त हो ल यो अगाडिको खै मुखमा हाल्ने मुख कसरी खोइ अगाडि मात्र बाँड्यो भने त टोक्यो त्यो लाउनु पर्छ है फेरि त्यसपछि कस्तो हात कामे अनि द्वाराले कामेर कामिहाल्छ त्यो टोक्यो छिटो हो क्या यस्तो बनाइरहेको छौ त्यहाँ छिटो त वन बिराल नै गनाउँछ क्या होइन उठ्यो भाषी आइछ कि गइसक्यो त्यो पनि मुखा यसो अघि नदेखि मुखा नाक र मुख छुँदाखेरि सास फेर्न सकेन होला कि यसले त्यो पनि मर्यो अब मार अब ठिक हो यो अन्तिम सास फेर्यो यसले अहिले अन्तिम सास फेर्यो मरु